चाहिँ दुईटा छ हेलो एभ्रिवान हेलो गर्नु न म त्यहाँ हाँसेर हेलो आज चाहिँ असार 15 है हाम्रो चाहिँ अब के गर्नु खास धान दिवस हो हाम्रो चाहिँ खेत जोड्नु सकिएन बेलायमा धान रोपाइ छैन तर दही चिउरा चाहिँ खानु आँटिएको छ आज हाम्रो तयारी यस्तो छ हाम्रो आइटममा छ दही चिउरा केरा केरा चाहिँ छैन हाम्रो आँप के यो काँक्रा अनि यो हाम्रो बैलरको काँक्रा आफ्नै बारीमा फलेको काँक्रा सुरु गरौँ ल मम्मी चेस दहीको चेस कत्रो हालिदिनु भएछ मलाई फेरि चिउरा धेरै खायो भने अब म त दही पुग्दैन नि त मलाई त्यो त स्वाद हुन्छ नि त होइन प्याकेटको छ त प्याकेटको सकिएको थियो छ नि त्यो सकेकै छैन अलिक अरू खाँदै गर्छु म त चिउरा भिजेको मन त मनपर्छ मलाई पानी नहाली खायौँ है आज प्योर दही चाहिँ हाम्रो चाहिँ यस्तै बजारे के गर्नु त्यहाँ घरमा बस्तु पाल्नु सकिँदैन सुँगुर पाल्नु सजिलो छ भुइँ पाल्नु सजिलो छैन पानी हालेर पल्यो भएन सुरु गरौँ के मिठो भयो के भयो अब धुनु न के हुन्छ म धोएर ल्याउँ सबै हुनु मिठो साह्रै दुई सेकेन्डले का एक सेकेन्ड त पाक्दैन त जोडेको अस्ति आलु लाग्यो Itu sih ambil suka. Aku hanya. Oh. Orang kaya चिउरा भएर मेरो ढाडेर के हुन्छ
धन पिस पिस काटेर लगाउँछ कस्तो पाल्दो रहेछ एक बट्टा दही चुरा खाइसक्यो एकछिन खानु र चुरा खानु एउटै भन्छ एक बट्टा चुरा खाएर के हुन्छ फुल्लिन्छु होला है सुन्दै गएँ এখন पनि राखेन खोया खानु है खोया हिजोको कुसमुकुस भएर त्यसै बित्केला खाएर खाँदा ल गाई चाहिँ त्यो चाहिँ हामी खाइसकिनँ है